यो अवस्थामा कसरी गर्ने त भन्दाखेरि हामी ल तीनटा साथी मानौं ए बी सी। अब तीनटालाई हामी बराबर भाग लगाऊ है। 7 वटा मध्ये अब 7 त बिजोडी अंक हो, 3 मा बिजोडी अंक भए पनि 7 त 3 ले भागा जाँदैन। त्यसैले अहिले के गर्नु त भन्दाखेरि भागा जाने जति जस्तै दुईटा फूल भनेपछि 2 4 6 वटा भयो भनेपछि हामीसँग कतिवटा फूल बाँकी रह्यो? एउटा फूल बाँकी रह्यो। अब यसै गरी हाफ पनि 7 वटा छ भनेपछि दुईटा हाफ दिउँ भनेपछि कतिवटा बाँकी रह्यो? हाफ एउटा रह्यो। अब खाली बोतल पनि बाँडौं, दुईटा एम्टी। अब के भयो त खाली पनि एउटा बाँकी रह्यो। अब यो एक एकवटा कसरी बाँड्ने त भन्दाखेरि हामीले यो फुल बोतलबाट के गर्दिन्छौं भन्दाखेरि आधी चाहिँ यसमा खनाइदिन्छौं, इम्टीमा खनाइदिन्छौं। अब आधी इम्टीमा खनाइदिसकेपछि के हुन्छ त भन्दाखेरि अब यो इम्टीमा पनि आधा हुन्छ, यो एक आधा हुन्छ, यो फुल पनि आधा जान्छ, एक आधा हुन्छ र यो पनि 1/2 फुल छँदै थियो भनेपछि अब हामी के हुन्छ भन्दाखेरि तीनटैलाई 1/2 र 1